इंग्लिशमा नो, नेपालीमा होइन अथवा होइन भनेर नेपाल भाषामा हामीले भन्नु पर्यो भने हामीले नेपाल भाषामा मखु भन्छौं। त्यस्तै गरी होइन भन्नु पर्यो भने मखु भन्छौं। मखुलाई नै दुईचोटी रिपिट गर्छौं हामीले। त्यस्तो होइन भन्नु पर्यो भने अठे मखु। त्यस्तै गरी अर्को होइन हुँदै होइन भन्नु पर्यो भने मखु खहे मखु खहे मखु। हो कि होइन ख कि मखु। त्यस्तै गरी किन होइन छ्या मखु। किन होइन भनेर सोध्नु पर्यो भने छ्या मखु। त्यस्तै गरी नेपालीमा होइन भनेर क्वेशन सोध्नु पर्यो भने अथवा होइन र भनेर क्वेशन सोध्नु पर्यो भने मखुला। झुटो नबोल मखु मटे। झुटो नबोल मखु मटे। होइन साथी। अब यसलाई भन्नु पर्यो भने मखु पासा। अर्को हेरौँ है त। होइन यो केटी कति मातेको। अथवा होइन यो केटा कति मातेको पनि भन्न सक्छौं हामीले। केटी अथवा केटा। मखु ठो केटी भन्नु पर्यो भने मिसा अथवा केटा भन्नु पर्यो भने मिजङ। मिसा अथवा मिजङ। कति भन्नु पर्यो भने गुली माते जुगु। मखु ठो मिसा अथवा मिजङ गुली माते जुगु। मिसा भन्नाले केटी भयो, मिजङ भन्नाले केटा भयो। होइन त्यो केटा। यसलाई मखु व मिजङ। अब अर्को सेन्टेन्स। कहिलेकाहीँ हामीले कुरा गर्दाखेरि कुनै कुरामा हामीले भन्छौं नि हो भनौं कि होइन भनौं। हो भनौं कि होइन भनौं। ख ता कि मखु ता।
ख थ्या कि मखु थ्या। त्यस्तै गरी अर्को होइन भने होइन भन, होइन भने होइन भन भन्नु पर्यो भने मखु सा मखु था, मखु सा मखु था। त्यस्तै गरी झुटो नबोल, झुटो नबोल भन्नु पर्यो भने मखु, मखु हो यो, मखु मात्र होइन, मखु ख ला ए मटे। यसलाई हामीले यसरी बुझ्दा पनि हुन्छ, ला ला मटे, मखु ख ला मटे। मखु भनेको झुटो अथवा नभएको कुरा, ख अर्थात कुरा, ला मते अर्थात नबोल। यो सबै डिस्क्रिप्सनमा राखिदिन्छु। यो लास्टको पार्टको सबै सेन्टेन्सहरू डिस्क्रिप्सनमा राखिदिन्छु, ताकि कसैलाई अब कपी गरेर कसैले फेसबुकमा पठाउनु पर्यो भनेदेखि, मेसेजमा कसैलाई पठाउनु पर्यो भने टाइप गरिराख्नु पर्दैन। र तपाईँले पनि यसरी इङ्ग्लिस टु नेपाली टाइप गर्न चाहनुहुन्छ भने यो वेबसाइटमा टाइप गर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो भन्नुहोला, र यो भिडियोमा भएको बाहेक अर्को कुनै तपाईँहरूलाई सोध्न मन लागेको छ भने कमेन्ट गर्नुहोला, म सक्दो छिटो रिप्लाई गरिदिनेछु। र यदि छिटो रिप्लाई पाउन चाहनुहुन्छ भने यो वेबसाइटमा कमेन्ट गर्नुभयो हुन्छ। यो वेबसाइटमा तलपट्टि कमेन्ट सेक्सन छ, त्यहाँ कमेन्ट गर्नुभयो हुन्छ। किन भन्दाखेरि युट्युबमा म भिडियो अपलोड गर्ने बेलामा मात्र आउँछु र कमेन्ट हेर्छु। त्यो भनेको लगभग हप्ताको एकचोटि अथवा कहिलेकाहीँ 2-3 हप्ताको एकचोटि भिडियो अपलोड गर्दा 2-3 हप्ताको एकचोटि मात्र मैले चेक गर्छु। तर वेबसाइट म प्रायः जस्तो दिनदिनै चेक गरिराखेको हुन्छु। त्यसैले मैले युट्युबमा भन्दा वेबसाइटमा चाहिँ छिटो कमेन्टको रिप्लाई दिन्छु। तर फुर्सद भएको बेला म युट्युबमा पनि छिटो कमेन्ट गर्ने कोसिस गर्छु। कहिलेकाहीँ हप्ताको 2-3 चोटि पनि चेक गरिराखेको हुन्छु मैले यो युट्युब च्यानल, यो फुर्सद भएको बेला। र कहिलेकाहीँ अलि बिजी हुने बेला अलिकति लेट हुन्छ युट्युबमा। हेरिदिनु भएकोमा धन्यवाद। शुभ